차동 콜로 기르에 야보동 진동 가바 상베 상게동 강라 강도 데라 데든베 줌바 제데실라 샤사로 윤된 군시 수준에 된 것이 라바 참에네라 구세베 무메 야진 차완 남지 네덴도 아진라 샤사 조달린지 개베 이셰강 시자든지 공바테 삼지 도자 이셰 줄라 포제베 보가르도제 창라 샤사 अंदाजा मूल युनि छागे मध्यमा आज प्रथम दिन रहेको छ र यस तिथिमा उपस्थित सम्पूर्णलाई अनि ट्रस्टीले नमस्कार फ्याफुल्ला भन्न चाहन्छु। अन्त हिजो हामीले जस्तै कि अब सामान्य रूपमा हामीले सोच्दाखेरि जस्तै मूर्ति बनाउने मान्छे हुन्छ नि हैन, माटोहरूको मूर्तिकारले मूर्ति बनाउँदाखेरि एकैचोटि उनीहरूले मूर्ति बनाउँदैन, दिनदिनै अलिकति माटो लगायो हैन, फेरि अर्को दिन अलिकति सुक्दै गयो अनि फेरि माटो थप्दै थप्दै गरेर अनि अन्तिममा सुन्दर एउटा मूर्तिको निर्माण हुन्छ। त्यसैगरी हामीहरूले शरीर वचन मन र विशेष गरी अन्तर्मनको अभ्यासको क्रममा मूर्तिकारले जसरी क्रमबद्धसँगले मूर्तिको निर्माण गर्दछ त्यसैगरी हाम्रो अन्तर्मनको अभ्यास पनि क्रमबद्धसँगले जानुपर्दछ। अनि एक्कासी अनि एकै क्षणमा नै सम्पूर्ण ज्ञान हासिल गर्छु भन्दाखेरि सबैको लागि सम्भव हुँदैन। अनि धेरै सबै हामीहरूले अनि क्रमबद्धसँग अनि अभ्यासहरू गर्नुपर्ने हुन्छ। र त्यसै गरी अनि हामीहरू यहाँनिर युने पनि अनि छागेको युने बसिरहेको कारणले अनि मैले पनि युनेसँग सम्बन्धित केही जानकारीहरू अनि त्यसै गरी नम्थरहरू भनौँ जीवनी कथाहरू क्रमबद्धसँगले बिस्तारै अलिअलि गर्दै तपाईहरु सामु राख्नेछु। र अनि हामीले हिजो साँझको समयमा छोटो समयमा हामीले 5 विषय हामीमा चर्चा गरेका छौं। त्यो के हो भन्दाखेरि फेरि स्मरण गराउँदाखेरि त्यागको विषयमा पहिला कुरा गरेका थियौं। त्याग भनेको चाहिँ जुन हामीहरूलाई नचाहेको वस्तुहरू हुन्छ, जस्तै अन्तर्मनको क्लेशहरू भयो, कुकर्महरू भयो हैन, जति पनि हाम्रो शरीर वचन मनमा भएको दोषहरू छ त्यो हामीहरूलाई चाहिँदैन हैन, त्यसले हामीले दुःख पीडा नै दिइरहेको हुन्छ। त्यस्तो वस्तुहरू चाहिँ हामीले त्याग्नु पर्छ भन्ने बुझ्नु पर्यो। अनि दोस्रोमा हामीले चाहिँ अनि त्रिद्वारको कुरा गरेका थियौं। त्रिद्वार भनेको चाहिँ शरीर वचन मनलाई त्रिद्वार भनिन्छ। शरीर वचन मनबाट नै राम्रो पनि हुन्छ नराम्रो पनि हुन्छ। त्यसै कारणले अनि आफूले चाहिँ सुख प्राप्त हुनु नहुनु, सुख प्राप्त हुनु या दुःख प्राप्त हुनु चाहिँ अनि मूल कारण चाहिँ बाह्य भौतिक वस्तु भन्दा पनि आफ्नो शरीर वचन मनले चाहिँ के कस्तो कर्महरू गरिरहेछ। आफ्नो शरीर वचनले चाहिँ अब नराम्रो कर्महरू गरिरहेछ भने आफ्नो मनले चाहिँ सुख चाहे तापनि अनि सुख चाहिँ प्राप्त हुँदैन। अनि आफ्नो शरीर वचन मनले यदि हामीले सत्कर्मै मात्र राम्रै कर्म मात्र गरिरहेछौँ भने अनि हामीहरूले सुख प्राप्त होस् भने हामीले प्रार्थना गर्नु पनि जरुरी छैन भन्छ। त्यसको परिणाम स्वरूप हामीलाई सुख नै प्राप्त हुने हो भनिन्छ। त्यसकारणले त्रिद्वार भनौँ शरीर वचन मनबाट चाहिँ मनलाई चाहिँ सदैव शुद्ध राख्नु, त्यसबाट चाहिँ सधैँ हामीले सक्दो सत्कर्ममा लगाउनु चाहिँ हामीले प्रयास गर्नुपर्छ भन्ने कुरा हो। अनि तेस्रो चाहिँ हामीले पञ्चशीलको कुरा गरेका थियौँ। पञ्चशील चाहिँ विशेष गरी अनि आफ्नो शरीर वचन मनलाई शुद्ध बनाउने एक विशेष उपाय र आफ्नो घर परिवारदेखि समाज विश्व जगतमा शान्ति र व्यवस्थित एउटा शान्तिको एउटा स्थापना गर्नु छ भने चाहिँ हर सदस्यले
अनि पञ्चशीलको पालना गर्नुपर्ने जरुरी हुन्छ। अनि त्यसै गरी चौथोमा हामीहरूले हिजो अनि हामी बौद्ध भए बोधिस्ट हो नि त, बोधिस्टहरूको उद्देश्य के हुनुपर्छ भन्दाखेरि अनि अन्तर्मनमा बोधिचित्त भनौँ उपकारको विचारहरू उत्पन्न नभएकोहरूलाई चाहिँ उत्पन्न गर्ने, उत्पन्न भइसकेकोहरूलाई चाहिँ संरक्षण गरेर राख्ने अनि विशेष गरी अनि त्यसलाई व्यापक रूपमा अनि फैल्याउने वृद्धि विकासहरू गर्ने चाहिँ हामी बौद्धहरूको मूल उद्देश्य त्यो रहनेछ। त्यसै गरी अनि पाँचौँमा हामीले हिजो बौद्धहरूको अनि अभ्यास चाहिँ के हो भन्दाखेरि बौद्धहरूको मूल अभ्यास भनेको चाहिँ अनि मैत्री करुणा नै अभ्यास गर्ने हो। हामीले अनेकौँ शास्त्रहरू अध्ययन शास्त्रहरू अध्ययन गर्ने, गुफावासहरू बस्ने, जस्तै अहिले युने हामी बसिरहेको छौँ होइन, इत्यादि अनेकौँ उपायहरू हामी अपनाइरहेछौँ। तर मूल अभ्यास चाहिँ के गर्ने हो भन्दाखेरि मैत्री करुणा झामनिङजे झाउँचुक सेम भनौँ मैत्री करुणा बोधिचित्तकै अभ्यास गरिराख्ने हो। अन्तर्मनमा चाहिँ बोधिचित्तलाई नै जगाइराख्ने नै हो। यस विषयमा चाहिँ हामीले हिजो चर्चा गरिसकेको छौँ र अनि अहिलेको छोटो समयमा अनि आज चाहिँ अनि न्युने त्यसै गरी अनि नेने लागे ठिक सोचौँ भन्ने विषयको अब शब्द अर्थ भन्नेछु। अनि दोस्रोमा चाहिँ उपवास भनौँ अनि न्युने ग्रहण गर्नुपर्ने अनि कारण के छ त्यो कारण छोटकरीमा बताउने छु। अनि विशेष गरी साका धावामा नै किन हामी अनि युने बस्ने होइन, विशेष यसमा साका धावामा चाहिँ युने बस्नुको विशेष कारण के छ होइन, त्यो कुरामा त्यस विषयमा चर्चा गर्नेछु। अनि चौथो चाहिँ अब युने बस्दाखेरि हामीलाई अब होइन शरीरमा अनेकौँ पीडाहरू हुन्छ, त्यति बेला चाहिँ हामीले अनि कस्तो सोच्नुपर्छ, कस्तो भावना गर्नुपर्छ भन्ने अनि 4 विषयलाई लिएर अनि म छोटकरी रूपमा तपाईँहरूलाई बताउने छु, धेरै समय नलिकन। अनि सर्वप्रथम अब न्युने र नेने भन्ने छ, तर नेपालीमा हामीले भन्दाखेरि यसलाई उपवासै भन्छौँ। पहिला उपवासको क्रममा अब बौद्ध मात्र नभएर अन्य धर्म सम्प्रदाय हिन्दूहरूले पनि उपवास उनीहरूले लिने गर्दछ होइन। उपवास भन्ने शब्द चाहिँ हामी बौद्धहरू मात्र नभएर अन्य धर्महरूले पनि प्रयोग गर्ने शब्द हो। यति बेला हामी बौद्धहरूले चाहिँ उपवास लिँदाखेरि मूल अष्टशीलको पालना गर्ने, 8वटा शीलको अनि पालना गर्ने हुन्छ। त्यस कारणले अष्टाङ्ग उपवास पनि भनिन्छ। हामी नेनेलाई घेवा भन्दैछौँ टिप्टेनबाट होइन, त्यसलाई नेपालीबाट भन्दाखेरि अष्टाङ्ग उपवासना हो होइन। अब अष्टाङ्ग उपवासना भनौँ 8 शील पालना गर्ने उपवास हो। यो चाहिँ फेरि अनि थेरावादीहरूले पनि अभ्यास गरिरहेको हुन्छ अनि हामी महायानीहरूले पनि अभ्यासहरू गरिरहेको हुन्छ। यसमा विशेषता के छ भन्दाखेरि महायानीहरूले चाहिँ अष्टशीलको एउटा उपवास ग्रहण गर्दाखेरि एउटा बोधिचित्तलाई चाहिँ आधार मानेर अष्टशीलको पालना गरिरहेको हुन्छ। त्यस कारणले अष्टशील पालना गर्दाखेरि हामीले अनि महायानको उपवास भनौँ ठेकपछि सोचौँ पनि भइरहेको हुन्छ हामीले यति बेला। जस्तै अघि बिहान हामीले सर्वप्रथम होइन ठेक्चेन सोचौँ लियौँ, ठेक्चेन सोचौँ अब भनौँ महायान उपसोत भनिन्छ। महायान सोचौँ भनेको चाहिँ के हो भन्दाखेरि आफ्नो दोषहरूलाई चाहिँ शोधन गर्ने, कमी गर्ने अनि कुशल राम्रो कर्महरू राम्रो विचारहरूलाई चाहिँ अनि वृद्धि गर्ने एउटा अभ्यासलाई नै एउटा सोचौँ उपसोत भनिन्छ। यति बेला अनि महायानको उपसोतको क्रममा चाहिँ अनि आफ्नो लागि मात्र नसोचेर अन्य सबै प्राणीहरूको लागि सोचेर अनि जुन अष्टशीलको पालना गर्छु भन्ने हामी धारणा गर्छौँ नि, प्रतिज्ञा लिन्छौँ नि, त्यति बेला नै महायानको उपसोत पनि भइरहेको हुन्छ अनि अष्टाङ्ग उपवासना पनि त्यति बेला भइरहेको हुन्छ होइन। यो
अनि त्यसै गरी युने भन्छौँ हामी, न्युने भन्छौँ। न्युने अब न्युर नेपा भनेको चाहिँ आफ्नो शरीर वचनलाई चाहिँ अब बाट चाहिँ तप गरेर, शरीरको तप कस्तो भन्दाखेरि शरीरले पनि अन्न पानीहरू ग्रहण नगर्ने, वचनबाट पनि कुनै शब्दहरू हैन अब सांसारिक वचनहरू वाचन नगर्ने, नबोल्ने हैन, मौन भएर बस्ने, यो चाहिँ अब न्युनियो क्रममा विशेष हुन्छ। यो उपवासै हो, तर पनि यसमा अष्टशील पनि पालना गरिरहेको हुन्छ। अष्टशीलको साथसाथमा अनि मौन व्रत लिने, अनि अन्नपानहरू पनि त्याग गर्ने, यो चाहिँ अब अनि थपेपछि चाहिँ अब न्युने भनौँ, मन उपवास भएर हुन पुग्छ। अनि अहिले हामीले आजको चाहिँ निने मात्र भनौँ, आजको चाहिँ उपवास अष्टाङ्ग उपवास मात्र हो। अनि भोलि बिहानदेखि चाहिँ अनि तपाईँहरूको मूल न्युने भनौँ अनि मन उपवास चाहिँ सुरुवात हुन्छ भन्न चाहन्छु। अनि उपवासको अब शब्दको लागि, शब्द अर्थको लागि यति नै। र अनि मन उपवास भनौँ अनि न्युने ग्रहण गर्नुपर्ने कारण के छ भन्दाखेरि यसमा धेरै कारणहरू रहेको छ, तर सामान्य रूपमा हामीले भन्ने हो भने जस्तै कि मैत्री करुणाको अभ्यास बिना हैन, मैत्री करुणाको अभ्यास बिना हाम्रो मनमा शान्ति हुन सक्दैन। त्यसै गरी बुद्धको ज्ञानहरू पनि आफूले लाभ गर्नु इच्छा छ भने त्यो प्राप्त हुँदैन आफ्नो मनमा मैत्री करुणाको अभ्यास छैन भने। मनमा शान्ति पनि हुन सम्भव छैन। र अनि बुद्धहरूको ज्ञान गुणहरू जस्तै चेरिसको ज्ञान गुणहरू मलाई पनि पाओस् भनेर त्यो प्रार्थना गरे पनि त्यो प्राप्त हुनेवाला छैन। त्यो गर्नुको लागि चाहिँ मैत्री करुणा अनिवार्य नै अभ्यास गर्नुपर्ने हुन्छ। जस्तै एउटा खेतबारीमा मोलजोलै छैन भने अब त्यहाँ बालीहरूको लागि अब बिउहरू रोपे तापनि त त्यहाँनिर बालीहरू राम्ररी फस्टाएर आउँदैन नि त, कि उम्रिँदा पनि फलहरू राम्ररी दिँदैन नि त, किनकि त्यहाँ मोलजोलको अभाव छ नि त। त्यसै गरी हाम्रो मनमा पनि मैत्री करुणाको अभाव भयो भने हामीले शान्ति चाहे पनि शान्त भने जस्तो प्राप्त नहुने, अनि बुद्धको ज्ञानहरू सद्गुणहरू आफूले चाहे तापनि त्यो प्राप्त हुँदैन। त्यस कारणले मैत्री करुणाहरू चाहिँ विशेष अभ्यास गर्नुपर्ने हुन्छ। अनि त्यस कारणले अहिले युनेमा चाहिँ अब मैत्री करुणालाई प्राथमिक दिएर अभ्यास गर्ने कारणले पनि अनि युने चाहिँ हामीले युने चाहिँ अब भनौँ युने बस्नुपर्ने, युने उपवासलाई चाहिँ हामीले ग्रहण गर्नुपर्ने अत्यन्तै जरुरी छ। त्यसै गरी उदाहरणको लागि लिँदाखेरि अर्थ त एउटै हो। जस्तै अब मरुभूमिमा त अब मरुभूमि भनेको त अब जस्तै त्यहाँनिर अब सुखा भएको मरुभूमिमा त अब झारपात पनि उम्रिँदैन रहेछ नि त होइन, झारपात पनि उम्रिँदैन। त्यसै गरी हाम्रो मनमा पनि एउटा मैत्री करुणाको अभाव भयो भने हाम्रो मन पनि मरुभूमि जस्तै भएको भन्छ क्या। त्यही कारणले हाम्रो मनमा शान्ति र अनि सद्गुणहरू, बुद्ध र बोधिसत्व गुणहरू हाम्रो मनमा उत्पन्न हुन सक्दैन भन्छ। जबसम्म मैत्री करुणा हाम्रो मनमा उत्पन्न हुँदैन तबसम्म बुद्ध र बोधिसत्व ज्ञानहरू हामीमा उत्पन्न हुन सक्दैन। त्यस कारणले सर्वप्रथम मैत्री करुणा चाहिँ अभ्यास गर्नु अनिवार्य हुन्छ। त्यसको लागि नै मैत्री करुणाको अभ्यासको लागि नै अनि हामीले मूल अनि युनेहरूको व्रतहरू लिने गर्दछौँ। अन्त अहिले न्युनेकै समयमा अनि हामीले अन्न पानीहरू त्याग्ने, मन भएर नबोलिकन बस्ने इत्यादि, अनि अन्तर्मनले पनि अनि सदैव मैत्री करुणाहरू मात्र सोचेर बस्ने इत्यादि अब तपहरू गरेको कारणले अनि आफ्नो शरीर वचन मनबाट अहिलेसम्म जति पनि हामीले कुकर्म गरेको छौँ त्यसहरू कुकर्महरू चाहिँ अनि कमी हुने र अनि आफ्नो शरीर वचन मनको अब सत्कर्महरू चाहिँ विकास हुने, फैलिने यस्तो हुन्छ भनिन्छ। त्यस कारणले पनि अनि आफ्नो अहिलेसम्म हामीले शरीर वचन मनबाट गरेको कुकर्महरूको शोधनको लागि, त्यो हटाउनुको लागि पनि अनि युनि व्रत चाहिँ हामीले लिनुपर्ने हुन्छ होइन। यो
सामान्य कुरा भयो हैन। यो अब छोटकरीमा अब पछि अनि युनिको अब तपाईहरुलाई फेन भनौं त्यो विस्तृतमा पछि पनि आउनेछ। अहिले चाहिँ तपाईहरुले यति मनमा राख्न सक्नुहुनेछ। त्यसैगरी तेस्रो चाहिँ अब हामीहरुले साका दावामा नै विशेष युनि व्रत लिनु पर्ने कारण के छ भन्दाखेरि यो चाहिँ अब घेलौमा पाल्मोसँग सम्बन्धित रहेको छ। एक किसिममा अब घेलौमा पाल्मोको तपाईहरुले जीवनीहरु तपाईहरुलाई पूर्व पहिल्यैदेखि तपाईलाई थाहा भएकै छ। पछि पनि म अलिक विस्तृत रूपमा घेलौमा पाल्मोको जीवनीहरु बताउने प्रयास गर्ने छु। र पनि अहिले घेलौमा पाल्मो भन्ने चाहिँ उहाँ एक अब घेलौमा पाल्मो भन्ने बित्तिकै अब एक स्त्रीको नाम हो हैन। घेलौमा पाल्मो अब टिब्रेटियन भाषाबाट भयो। यसलाई नेपालीबाट भन्दाखेरि भिक्षुकनी अब लक्ष्मीकार भनौं, भिक्षुकनी लक्ष्मी जस्तो चाहिँ हुन पुग्छ नेपालीबाट भन्दाखेरि। अनि भिक्षुनी लक्ष्मी भनौं घेलौमा पाल्मो उहाँ चाहिँ अब एक बौद्ध भिक्षुनी हुनुहुन्थ्यो हैन। र पछि उहाँलाई कुष्ठरोगको कारणले गर्दाखेरि उहाँलाई अत्यन्तै पीडादायक भोग्नु परेको थियो। तर उहाँले अन्तिममा चाहिँ उहाँले अनि अहिले छाक्तों चेन्दों चेरेसी भनौं हजारौं हात हजारौं अनि आँखा भएको आदि अवलोकितेश्वरको अनि ध्यान साधना गरेर त्यस्तो अनि कुष्ठ रोगहरुबाट पनि मुक्त भएको अनि उहाँको जीवनीमा पाइन्छ। र त्यसैले गरी उहाँले त्यो आदि अवलोकितेश्वरको ध्यान साधना गर्ने क्रममा उहाँले अनि सागा दावाको प्रथम तिथि जस्तै अब सागा दावा भोलिदेखि सुरुवात हुँदैछ। आज नागपा दावाको 30 तिथि हो। भोलि चाहिँ नि सागा दावाको प्रथम तिथि हो हैन। सागा दावाको प्रथम तिथिमा चाहिँ उहाँलाई अनि उहाँ त्यति बेला अनि 27 वर्षको हुनुहुन्थ्यो अरे। अनि सागा दावाको प्रथम तिथि उहाँले ध्यान गरिराख्नु भएको समय हो। अनि त्यति बेला उहाँलाई चाहिँ झिजुन्डोमा भनौं अनि आर्य तारा देवीको दर्शन भएको थियो अरे। प्रथम तिथि सागा दावाको प्रथम तिथिमा उहाँले पहिल्यैदेखि ध्यान गर्नु भइरहेको थियो। तर प्रथम तिथिको दिन चाहिँ आर्य ताराको उहाँलाई दर्शन भएको थियो। र आर्य भूमिको उच्च स्तरको आर्य भूमिको 10 भूमि हुन्छ, त्यसको प्रथम भूमि चाहिँ उहाँले प्राप्त गर्नु भएको थियो भनिन्छ। त्यसैगरी अनि सागा दावाको अब 8औं तिथिमा चाहिँ उहाँलाई अनि क्रियातन्त्र अन्तर्गत अनेकौं सांग्यहरू देवहरू छ, उहाँहरूको साक्षात उहाँलाई दर्शन भइकिन अनि आर्य भूमि मध्येमा अष्ट आर्य भूमि उहाँलाई त्यस्तो ज्ञानहरू प्राप्त भएको भनिन्छ। अनि सागा दावाको अनि 15औं तिथि भनौं पूर्णिमाको दिन हैन। सागा दावाको छेपाचोङाको दिनमा चाहिँ उहाँलाई अनि छाक्तों चेन्दोंको फबचे ऋषि चाहिँ साक्षात्कार दर्शन भएको थियो भनिन्छ हैन। त्यसकारणले नै अनि हामीहरु पनि अहिले छाक्तों चेन्दों आदि अवलोकितेश्वरको ध्यान साधना गर्ने भएको कारणले अनि सागा दावा चाहिँ अब यो विशेष रहेको छ। किनकि यो अहिले हामीहरुले युनिको अभ्यास भनेको चाहिँ घेलौमा पाल्मोको परम्परागत हामीले अभ्यास गरिरहेको कारणले गर्दाखेरि अहिले सागा दावाको यस्तो विशेष तिथिमा हामीले युनि बस्यौं भने चाहिँ झन् अनि विशेष हामीलाई पुण्य लाभहरू हुने भएको कारणले गर्दाखेरि अनि हामीले अनि सागा दावाको क्रममा चाहिँ अनि विशेष अरु बेला युने बसे पनि नबसे पनि सागा दावाको बेलमा चाहिँ अनि युने बस्ने चाहिँ अनि परम्पराहरू रहेको छ। तर युने भनेको त अन्य समयमा विशेष अब हैन पुण्यतिरहरू पूर्णिमाको तिथिहरू लिएर विशेष तिथि अन्य पनि बस्न सकिन्छ। तर पनि सागा दावाको समयमा चाहिँ अनि विशेष गरी अनि युनेहरू बस्ने गर्दछन्। त्यसकारणले गर्दाखेरि नै अनि सागा दावाकोमा चाहिँ अनि विशेष युने ग्रहण गर्नुपर्ने कारण रहेको छ। अन्य पनि कारण छ सागा दावामा अब हर पुण्य आर्जन गर्दाखेरि अनि अन्य अरु समय भन्दाखेरि विशेष पुण्यहरू लाभ हुने त्यो अन्य कारणहरू पनि छ। अहिले त्यस कारणतिर नजाउँ हैन। अनि अब भोलि तपाईहरु न्युने मोसी भनौं मूल युने बस्नु हुनेछ। त्यति बेला अन्न पानी हैन बोल्न समेत
हुने छैन भनिन्छ हैन। अनि त्यति बेला तपाईहरुलाई अब जिउ दुख्न सक्छ, पेट दुख्न सक्छ, अनेकौं कष्ट हुन सक्छ नि त। अनि त्यति बेला चाहिँ हामीले कस्तो सोच्नुपर्छ, कस्तो भावना लिनुपर्छ भन्दाखेरि अनि शाक्यमुनि बुद्धको एउटा प्रसंग यति बेला म स्मरण गर्न चाहन्छु। जस्तै कि पहिला शाक्यमुनि बुद्ध श्रावस्ती भन्ने ठाउँमा हुनुहुन्थ्यो अरे। अनि त्यति बेला उहाँकै अब सेवक अनि भिक्षुक आनन्द भन्ने पनि हुनुहुन्थ्यो। अनि भिक्षुक आनन्दलाई चाहिँ अनि बुद्धको नजिक जाँदाखेरि कस्तो महसुस भयो भन्दाखेरि बुद्ध अत्यन्तै मैत्री भाव हैन, अब करुणा भावमा रहनु भएको उहाँलाई यस्तो अनुभव भयो अरे भिक्षु आनन्दलाई। अनि भिक्षु आनन्दले चाहिँ प्रश्न गर्न मन लाग्यो अरे, अनि तपाईको यस्तो मैत्रीको विचार भाव चाहिँ अनि कहिलेदेखि उत्पन्न भयो, कहिलेदेखि चाहिँ तपाईले यस्तो अभ्यास गर्नुभयो त भनेर प्रश्न राखिन्छ अरे। अनि त्यति बेला शाक्यमुनि बुद्धले चाहिँ भिक्षु आनन्दलाई कसरी उत्तर दिनुभयो भन्दाखेरि उहाँले अनि धेरै नै कल्प अगाडिको कुरा हो अरे। त्यति बेला दुईजना व्यक्ति थियो अरे, दुईजना मान्छे थियो अरे। दुईजना मान्छे थियो, त्यस मान्छेले चाहिँ अनेकौं पाप कर्महरू गरेको कारणले उनीहरुको नरकमा जन्म हुन पुगेछ अरे। नरकमा जन्म मात्र नभएर नरकमा चाहिँ अनि फलामको रथ हुन्छ नि, सिंहता भनौं रथ, घोडाले तान्ने रथहरू तपाईले मुभीतिर देख्नु भएको होला नि। त्यस्तै गरी त्यहाँ चाहिँ नरकमा चाहिँ फलामको रथ थियो अरे, धेरै भारी फलामको रथ थियो अरे। त्यस्तो तान्नु पर्ने अवस्थामा पुगेछ अरे। त्यति मात्र नभएर त्यो गरौँ फलामको रथ तान्नु मात्र नपरेर त्यस अब नरकको रक्षकले चाहिँ धेरै नै पिटेर अनि छिटो अनि कुदाउनु तान्नु लगाउँथ्यो अरे। अनि त्यति बेला एकजना चाहिँ धेरै नै दुर्बल भएको कारणले त्यसको भारलाई चाहिँ उले सहन नसकेको कारणले तान्न सक्दैन थियो अरे। र त्यसै कारणले ऊ तान्न नसकेको कारणले गर्दाखेरि अनि नरक रक्षक भनौं हैन, न्याय सुङमाले चाहिँ अनि झनै पिटी उलाई अनि काम लगाउनु थाल्यो अरे। अनि त्यति बेला उसकै साथीले चाहिँ अनि त्यो गतिविधिहरू देखेर अनि आफ्नो साथीप्रति चाहिँ अत्यन्तै मैत्री भाव करुणाहरू जागेर आयो अरे। त्यसकारणले अनि नरकको अनि रक्षकलाई के भन्यो भन्दाखेरि नररक्षक अनि तपाईले उलाई नपिट्नुहोस्, तपाईले उलाई अब छोड्दिनुहोस्, उसको भार पनि म नै तान्ने छु, उसको भार पनि म नै बोक्ने छु भनेर यसरी भनेछ अरे। त्यसो भन्दाखेरि नरकको रक्षक चाहिँ झनै अत्यन्तै क्रोधित भएर अनि त्यस एउटा मैत्री भावको एउटा कुरा गर्ने उलाई अनि झनै जोरले पिटेर काम लगाउन थालेछ अरे। त्यसरी अनि पिट्दै नै त्यस व्यक्तिको अनि नरकमा अब के हो, अब मरण भएर भनौं अन्त्य भएछ अरे, देहान्त भएछ अरे। देहान्त भए पश्चात चाहिँ ऊ अनि देवलोकको अनि 33 देवलोक भन्ने हुन्छ हैन। देवलोकमा अब थुप्रो किसिमको छ देवलोक हैन। त्यस मध्येमा अब सुम्जुचाक्सुम भनौं अनि 33 देवलोकमा चाहिँ त्यस अघि मैत्री भाव उत्पन्न हुने व्यक्ति भनौं त्यो नरकवासीको चाहिँ अनि त्यहाँनिर 33 देवलोकमा चाहिँ उहाँको जन्म भयो अरे। अनि जन्म भयो अरे। किन भयो भन्दाखेरि त्यति बेला उनीहरु दुवैजनाको अब पापहरू थुप्रो थियो हैन, र पनि त्यसको एउटा मैत्री भाव जागेको कारणले आफ्नो मित्रप्रतिको दुर्बल मित्रप्रतिको एउटा मैत्री भाव जागेको कारणले गर्दाखेरि अनि उले धेरै नै पाप कर्महरू त गरेको थियो, र पनि त्यो मैत्री भावको कारणले गर्दाखेरि पाप कर्महरू चाहिँ छिटो नाश भएर गयो अरे। त्यसकारणले ऊ नरकबाट चाहिँ अनि छिटो मुक्त भएको भनिन्छ हैन। यसले चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि अनि आफूमा दुःख छ भन्ने, आफूमा दुःखको अनुभव हुँदाखेरि चाहिँ
झनै आफूले चाहिँ कस्तो गर्नु पर्यो भन्दाखेरि अरूको दुःखहरू पनि अहिले मैले लिन सकौँ भनेर क्या अघिको त्यो नर्कमा फलामको रथ तान्ने व्यक्ति थियो नि त्यसै गरी आफ्नो मित्रको दुःखहरू पीडाहरू देख्दाखेरि असान्य एउटा मैत्री करुणा जागेर चाहिँ उसको दुःखहरू पनि मै लिनेछु उसको दुःखहरू पनि मैमै अब समाहित होस् भनेर उसले मैत्री भावको एउटा अभ्यास गर्यो नि त त्यसै गरी अहिले हामीहरू पनि युने बस्दाखेरि आफूलाई अब शारीरिक पीडाहरू अनेकौँ पीडाहरू हुँदाखेरि चाहिँ अनि आफू जस्तै अनि पीडित अन्य प्राणीहरू कति छन् यस पृथ्वीमाथि होइन त्यस्तो अनि दुःख पीडाहरू चाहिँ अहिले मैले लिन सकोस् उस चाहिँ अनि तुरन्त होस् भनेर यसरी चाहिँ हामीले मैत्री भाव गर्नुपर्छ भन्ने कुरा चाहिँ यहाँबाट हामीले सिक्न सक्छौँ र अनि त्यति बेला अनि त्यस नर्कमा आफ्नो मित्रप्रतिको एउटा मैत्री भाव राख्ने चाहिँ को थियो भन्दाखेरि शाक्यमुनि बुद्धले के भन्नुहुन्छ भन्दाखेरि भिक्षु आनन्दलाई अनि पहिलाको आफ्नो दुर्बल साथीलाई मैत्री भाव राख्ने त्यति बेलाको नरकको व्यक्ति चाहिँ म नै हो भनेर चाहिँ शाक्यमुनि बुद्धले भन्नुभयो मैले त्यति बेलादेखि आफ्नो दुर्बल मित्रलाई मैत्री भाव राखेदेखि अहिलेसम्म सर्व प्राणीहरूलाई मैत्री भावहरू अहिलेसम्म अटुट रूपमा रहिरहेको छ भनेर चाहिँ शाक्यमुनि बुद्धले यसो भन्नुभयो यसले चाहिँ के बुझिन्छ भन्दाखेरि यस प्रसङ्गले चाहिँ शाक्यमुनि बुद्धले प्रथमचोटि अनि मैत्री भावहरूको उत्पन्न भएको चाहिँ एउटा दुर्बल नर्कको एउटा मित्रप्रतिको एउटा माया दया जाएको कारणले त्यहाँबाट चाहिँ उहाँले मैत्री उहाँको मनमा उत्पन्न भएको र अनि हामीहरूले पनि अनि अरूको दुःखहरू पीडाहरू देख्दाखेरि अनि त्यो निको होस् हैन त्यसबाट मुक्त होस् सक्दो आफूले लिन सकोस् भन्ने चाहिँ अनि हामीले प्रार्थना गर्नुपर्छ भन्ने कुराहरू चाहिँ अनि यसबाट हामीले जान्न सक्छौँ अन्त त्यसै गरी अनि अहिले युनेमै बस्दाखेरि अब तपाईहरू अब मौसमको आधारले हेऱ्यो भने अलिक चिसै छ मिरिक चिसै छ अनि तपाईहरू एउटै होलमा बसिराख्नुहुन्छ तल हैन अब कतिलाई निन्द्रा लाग्दो हो कतिलाई निन्द्रा नलाग्दो हो हैन सबैलाई एकैचोटि निन्द्रा लाग्ने सबैलाई एकैचोटि अनि निन्द्राबाट जाग्ने त्यस्तो भए त सजिलो हुन्थ्यो होला तर अब यसो चाहिँ नहुँदा होला कसैलाई निन्द्रा लागिरहेको बेलामा कसैलाई निन्द्रा नलाग्ने भएको कारणले गर्दाखेरि अनेकौँ समस्या आउन सक्ला अब कसैलाई अब लाइट बाल्दाखेरि निन्द्रै नलाग्ने हैन यस्तो पनि अब कसैलाई हुन्छ र पनि तपाईहरु एकसाथ बसिराख्नु भएको छ अब कसैले अब लाइट बाल्ने गर्छ कसैले मार्ने गर्छ कोही अब भित्र आउने गर्छ कोही बाहिर जाने गर्छ त्यसकारणले तपाईहरुलाई नि बस्दाखेरि पनि धेरै समस्या हुन सक्छ र पनि यति बेला चाहिँ हामीले मूल चाहिँ अब यति बेला युने भनेको नि आफ्नो शरीर वचन मनलाई चाहिँ अब सत्कर्ममा लगाउने भनेर हामी प्रतिज्ञा लिएको नि त अघि बिहान सोझौँ लिएको नि के हो अब चाहिँ शरीर वचनबाट म राम्रो मात्र गर्छु है अब चाहिँ म वचनबाट पनि नराम्रो भन्दिनँ हैन शरीरबाट पनि नराम्रो अरूलाई हानि पुर्याउँदिनँ मनबाट पनि नराम्रो सोच्दिनँ अब चाहिँ म त सदैव फपचेरेसी मात्र सोच्छु मैत्री करुणा मात्र सोच्छु भन्ने अघि बिहानै प्रतिज्ञा लिइसकेको छ नि त अनि त्यस कारणले अनि आफ्नो दायाँ बायाँ भएको साथीप्रतिको एउटा व्यवहार देख्दाखेरि मनमा असहजता भयो भने ओ सिधै याद गर्नु कि ओ चेरिसीको ध्यान गरिरहेको समय हो अहिले म युने बसिरहेको समय हो भनेर यो चाहिँ नभुल्नु होला भन्न चाहन्छु अनि तपाईहरुले अहिले म युने बसिरहेको हुँ म अहिले फपचेरिसीको साधना गर्ने व्यक्ति हुँ भन्ने अब मनमा तपाईले नबिर्सिकिन याद गरिराख्नु भएको छ भने तपाईको अनि त्यो पीडाहरू होस् हैन अन्य अब आफ्नो दायाँ बायाँ भएको आफ्नो धर्ममित्रहरूको अब व्यवहारहरू देख्दाखेरि मनमा अस्वस्थ भए तापनि अनि मनमा अलिकति शान्त हुने अवस्था नै हुन्छ जस्तो लाग्छ मलाई अनि त्यसकारणले आफ्नो होसमा रहेर अनि आफ्नो शरीर वचनलाई चाहिँ अनि सदैव अनि पुण्य कर्ममा लगाउनुहोस् अनि विशेष गरी त नि फपचेरेसीको अब मन्त्रहरू जप भोलि हामी मन व्रत बसे तापनि अनि फपचेरेसीको हामी मन्त्र त जप गर्न हुन्छ नि त हैन अनि सदैव अब अनि फपचेरेसीहरूको मन्त्र जप गर्दै अनि भोलिको दिनहरू बिताउनुहोस्
भन्न चाहन्छु हो लाग्छु। त्यो चाहिँ